I've come to Gidabling Khasmas to purchase some orchids from small growers. हजुर 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 सैटिन डल पुरा बनाउनु भएछ नि यो पहिलो हजुर यो उयो वाइट चाहिँ के हो नाम याद भएन है हजुर हजुर यो राम्रो छ यो त 1660 जस्तो लाग्यो 16 जस्तो लाग्यो कि हो कि होइन तर यो पिङ्क चाहिँ हजुर 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 सिम्बिडियम हो कि हजुर यिनीहरूको नाम हुन्छ नि सबै हजुर सैटिन डल हो यो सैटिन डल भन्छ यसलाई हजुर हुन्छ कस्तो राम्रो भएछ हाम्रो अक्कु र अनिको घरमा फुल पुरा फुलाउनुहुन्छ सप्लाई पनि गर्नुहुन्छ अलिअलि गर्दै हजुर तर अब धेरै फुलाउनै भ्याउँदैन हजुर अब यसरी निकै बनिँदै आएपछि मान्छेले देख्छ हजुर मागिहाल्छ नि त बेसी हजुर लास्ट इयर त निकै बेच्नु भयो नि अब लास्ट इयर धेरै नै बेचेँ त्योभन्दा बिफोर लास्ट इयरमै धेरै बेचेँ मैले हजुर त्यति बेला त कति 30,000 कि 28,000 कि कतिको बेच्यो बेच्नु भने ए हजुर अरुणाचल हजुर पनि आयो कि ए उनीहरूले त अब पुरै हजुर लोड पुग्ने हिसाबले लानु हजुर खोज्ने रहेछ हाम्रो हुन्छ नि त्यतिको बनाएको थियो हजुर अन्त अलिअलि गएको हो त्यो साल बेसी बेच्यो कि हजुर अन्त पोहोरको साल पनि कम्ती भयो हजुर ए हजुर अनिले पुरा रोप्नुहुन्छ समय निकालेर हजुर हुन्छ पहिलाबाट अब जस्तै ज्वाइँले यस्तो लानु हुँदैछ नि हजुर हजुर यस्तो बेला चाहिँ उनीहरूलाई वास्तै हुँदैन हजुर हजुर अब यो यस्तो राम्रो दिन्छ भने जब यसरी फुलेको देखेपछि त्यति बेला माग्नु थाल्छ मलाई पनि देऊ मलाई पनि देऊ मलाई पनि देऊ अन्त खासमा चाहिँ यस्तोमै किनेको चाहिँ खासमा राम्रो हो लानु पनि राम्रो त्यो येल्लोमा हुन्छ यो चाहिँ कुनै चाहिँ हो राम्रो चाहिँ राम्रै खाले हुन्छ दुईटा मात्र है हुन्छ रोपेकै थिएन हजुर पोर्लेको थियो कि हजुर मेरो नि डल्लै मऱ्यो नि हुन्छ हजुर त्यो कोदोको बिउ जस्तै यत्रो रहेछ कि हजुर त्यस्तो किनेर लिएर रोपेको त यतातिर सबै मर्यो नि ए हजुर डिमान्डकै हो मैले हजुर यो बनाइराखेको त्यो लाने वाला हजुर यो चाहिँ कुन चाहिँ हो यो पनि मैले बिर्सिहालेँ यो भनेकै थियो त्यो मान्छे हजुर पुरानो हो नि एकदम पुरानो यिनीहरू मैले यो चाहिँ यत्तिकै राखेकै गरिदिएको हजुर र पनि वर्षमा मजाले फुल्छ हजुर कस्तो राम्रो फुलेछ उहिले पहिला मैले यही फुल भेटाएको हजुर त्यहाँबाट मैले सिक्दै आएको ए यो अर्किडको हजुर तर अर्किडको उयो चाहिँ हामीले अलिक रोप्नु नजान्दो रहेछ हजुर माटो पार्नु नहुने रहेछ हजुर मलमा मात्र हामी त माटोसँग रोपी पठाएर समय रहेछ